ल आज हामी सोइल मेकानिक्स अन्तर्गत युनिट वेट्स एन्ड स्पेसिफिक ग्राभिटीबाट सुरु गर्छौं है त। अस्ति हामीले वाटर कन्टेन्ट भनेको के हो त्यो डेफिनेसनसम्म पढेका थियौं। ल अब हामी यसो अलिकति म केही भन्छु है त। युनिट वेट्स एन्ड स्पेसिफिक ग्राभिटीज। अब युनिट वेट्स भनिसकेपछि सर्टेन भोल्युममा कति वेट छ त त्यो कुराले बुझाउँछ भने स्पेसिफिक ग्राभिटी भनिसकेपछि कुनै पनि सब्स्टान्स चाहिँ वाटर भन्दा पानी भन्दा कतिको गरम या हल्को छ त्यसको कम्पेरिजन भनौं अथवा त्यसको तुलनात्मक वेटलाई बुझाउँछ है त। ल अब युनिट वेट्स अन्तर्गत हामी सुरुमा युनिट वेट्स अन्तर्गत के टर्म्सहरु पढ्छौं त भन्दा एक नम्बरमा बल्क और मास युनिट वेट। यसलाई म सर्टकटमा भन्छु। यसलाई हामी चाहिँ गामा टी ले डिफाइन गर्छौं। के हो त यो बल्क और मास युनिट वेट भनेको? शब्दले नै भनिरहेछ हेर्नुस् त, बल्क अथवा मास युनिट वेट भनेपछि गामा टी भनेको टोटल वेट अफ सोइल अपन टोटल भोल्युम अफ सोइल। टोटल वेट अफ सोइल डिवाइडेड बाइ टोटल भोल्युम अफ सोइल मास। त्यसैगरी दुई नम्बरमा अर्को के युनिट वेट छ त? युनिट वेट अफ सोलिड। युनिट वेट अफ सोलिड्स। यसलाई हामी गामा यसले डिफाइन गर्छौं। अब युनिट वेट अफ सोलिड्सले त शब्दले नै भनिसक्यो। के हो त? के होला त? युनिट वेट अफ सोलिड भनेको वेट अफ सोलिड डिवाइडेड बाइ भोल्युम अफ सोलिड, सोइल सोलिड। ल यो दुईटालाई हामीले डेफिनेसन बुझिहाल्यौं है त। लेख्नु पर्ने होला है। अब 3 नम्बरमा युनिट वेट अफ वाटर गामा डब्लु। अब युनिट वेट अफ वाटरले पनि हामीलाई शब्दले नै भनिहाल्यो, वेट अफ वाटर डिवाइड बाइ भोल्युम अफ वाटर। सर्टेन वाटरको भोल्युममा कति वेट हुन्छ त्यो नै युनिट वेट अफ वाटर हो। 4 नम्बरमा ड्राई युनिट वेट। के भन्छ यो चाहिँ के त भन्दाखेरि ड्राई युनिट वेट भनेको वेट अफ सोलिड डिवाइड बाइ टोटल भोल्युम अफ सोइल मास। ल यति बुझिसकेपछि यी फर्मुला मात्रै भन्दैछु मैले है। अब अन्तिममा युनिट वेटको अन्तिममा एउटा सबमर्ज्ड युनिट वेट भनिन्छ है। डुबेको बेलाको युनिट वेट, जसलाई हामी भी नम्बरमा सबमर्ज्ड युनिट वेट, जसलाई सिम्बलमा हामी गामा सब पनि भन्छौं सिम्बोलिकली है त। के होला त सबमर्ज्ड युनिट वेट भनेको? जुन बेला माटो सबै चाहिँ पानीमा डुबेको अवस्थाको युनिट वेट भन्न खोजेको है त सिम्पली। भनेपछि पानीमा माटो डुबिसकेपछि के हुन्छ त? फुल्ली स्याचुरेटेड हुन्छ। त्यही कन्सेप्टको आधारमा फर्मुला के हुने भयो त हेर्नुस् त, गामा सब बराबर वेट अफ सैचुरेटेड सोइल अफ वॉल्यूम V माइनस V इंटू गामा W अपन टोटल वॉल्यूम अफ सोइल मास। बुझ्नुभयो? अलिकति बुझाउँछ है। यो W सैट भनेको वेट अफ सैचुरेटेड सोइल अफ वॉल्यूम V
भी भोल्युम सोइलको स्याचुरेटेड हुँदाखेरिको कन्डिसनको वेट। अब यो माइनस किन माइनस गरेँ मैले भन्दाखेरि जब कुनै पनि वस्तु पानीमा सबमर्ज हुन्छ भने त्यसले आफ्नो भोल्युम बराबरको वेट लस गर्छ। त्यो हुनाले एपरेन्ट वेट त रियल वेट भन्दा कम हुने भएको भएन। त्यो हुनाले चाहिँ मैले माइनस भोल्युम अफ सोइल इन्टु पानीमा डुबेको छ भनेपछि पानीको युनिट वेटले इन्टु गरेपछि यो लस अफ वेट ड्यु टु सबमर्जेन्स आउँछ है त। क्लियर छ? यो त हाम्रो आर्किमिडिज प्रिन्सिपलले भनेको छ, हामीले यो क्लासमै पढिसकेका छौँ हैन। र यसलाई सल्भ गर्दा गामा सब्स इज इक्वल टु वेट अफ स्याचुरेटेड सोइल माइनस वेट लस ड्यु टु सबमर्जेन्स डिभाइड बाई भोल्युम भनेपछि टुक्राइदिन्छु। क्यान्सल भयो। यो भनेको गामा स्याचुरेटेड भयो, वेट बाई भोल्युम भनेको गामा स्याचुरेटेड वेट भन्नाले गामा स्याट भयो माइनस गामा डब्लु। देयरफोर यो पनि कहिलेकाहीँ इम्पोर्टेन्ट छ है, आउन सक्छ है त। ल ग्राभिटिज 1 नम्बरमै सुरु गरिहालेँ। मास स्पेसिफिक ग्राभिटी, स्पेसिफिक ग्राभिटी जसलाई हामी क्यापिटल जी नि एम लेख्छौँ। के हो त यो मास स्पेसिफिक ग्राभिटी भनेको? सजिलो छ। जीएम भनेको बल्क युनिट वेट डिवाइडेड बाई युनिट वेट अफ वाटर एट 4 डिग्री सेल्सियस। यो त हामीले अघि नै पढिसक्यौँ, बल्क युनिट वेट गामा टी। अब यो गामा नट अथवा गामा 0 भनेको चाहिँ के रहेछ त? युनिट वेट अफ वाटर एट 4 डिग्री सेल्सियस। थोरै म यसलाई एक्सप्लेन गर्छु है, थोरै। यो कतिपय साथीहरूले चाहिँ यो किन 4 डिग्रीमा लिएको होला भन्ने कुरा पनि गर्नु होला। के हुन्छ भन्दाखेरि हामीले एनोमलस एक्सपान्सन अफ वाटर भनेर त मलाई लाग्छ 8-9 मै पढेका छौँ। यो के हुँदो रहेछ भन्दा नेचरमा चाहिँ 4 डिग्री सेल्सियसको टेम्परेचर पुग्दाखेरि वाटरको म्याक्सिमम डेन्सिटी हुँदो रहेछ। त्यतिखेर वाटरका मोलिकुलहरू चाहिँ कम्प्याक्ट फर्ममा अप्टिमल कन्डिसनमा मिलेर बसेको हुनाले डेन्सिटी म्याक्सिमम हुँदो रहेछ। 10⁻1 ग्राम पर सेन्टिमिटर क्युब हुँदो रहेछ भने यदि टेम्परेचर 4 भन्दा माथि गयो भने पनि थर्मल एक्सपान्सनले गर्दा भोल्युम बढ्छ र डेन्सिटी घट्छ। यदि 4 डिग्री सेल्सियस भन्दा घट्यो भने पनि, जस्तै टेम्परेचर डिक्रिज भएर 3, 2, 1 पुग्यो भने पनि मोलिकुलर डिस्टेन्स एक आपसबाट टाढा गएर त्यो बोन लेन्थ बढी भएर पनि भोल्युम बढ्दो रहेछ र अल्टिमेटली डेन्सिटी घट्दो रहेछ। त्यही हुनाले टेम्परेचर डिक्रिज हुँदाखेरि भोल्युम डेन्सिटी घट्ने र टेम्परेचर बढ्दा पनि डेन्सिटी घट्ने अप्टिमल डेन्सिटी त केमा आउँदो रहेछ त? 4 डिग्री सेल्सियसमा आउँछ। त्यो हुनाले चाहिँ एउटा स्ट्यान्डर्डको लागि 4 डिग्री सेल्सियसको युनिट वेट लिने गरेको रहेछ है त। यसलाई पनि बुझ्नु जरुरी छ। त्यसै गरी स्पेसिफिक ग्राभिटी अफ सोलिड, स्पेसिफिक ग्राभिटी अफ सोलिड्स जसलाई हामी जीएस भन्छौँ। यही नै न्युमेरिकलमा प्राय युज हुने टर्म हो। के हो त स्पेसिफिक ग्राभिटी अफ सोलिड? अघिकै फर्मुला अनुसार जीएस इज इक्वल टु 3 नम्बरमा स्पेसिफिक ग्राभिटी अफ वाटर। पानीलाई पनि पानीसँग तुलना गर्दा रहेछन्। युनिट वेट अफ वाटर एट एनी टेम्परेचर डिवाइड बाई युनिट वेट अफ वाटर एट 4 डिग्री सेल्सियस। नर्मल्ली त्यस्तो धेरै भ्यारी हुँदैन, लगभग 1 कै नजिक हुने हुनाले हामीले प्राय YW नै नियरली इक्वल टु Y नट लेख्छौँ, जुन दुइटै बराबर हुन्छ। हामीले प्र्याक्टिकल पर्पजको लागि चाहिँ Y नटलाई पनि YW नै लेख्ने गर्छौँ।
अब हामी केही डेरिभेसनहरू गर्छौँ जो एक्जाम पोइन्ट अफ भ्यू विभिन्न कम्पिटिटिभ एक्जामहरू र ब्याचलर अफ इन्जिनियरिङमा पनि फ्रिक्वेन्टली सोध्ने र हामीले बुझ्नै पर्ने कन्सेप्चुअल केही फर्मुलाहरू छन्। 1 नम्बरबाट सुरु गरौँ है त। टु प्रुभ ल इम्पोर्टेन्ट है, न्युमेरिकल पोइन्ट अफ भ्यूबाट पनि प्रुफ गर्न त आउला नआउला, तर यो जान्नु अति आवश्यक छ। टर्महरू के भन्यो त हेर्नुहोस् त, एसआर इन्टु ई इज इक्वल्स टु डब्लु स्मल डब्लु इन्टु जी। ल टु प्रुभ एसआर इन्टु ई इज इक्वल टु डब्लु इन्टु जी। यो सिम्बल त हजुरलाई सबैलाई थाहा छ। एसआर भनेको डिग्री अफ सेचुरेसन इन्टु भोइड रेसियो इज इक्वल टु वाटर कन्टेन्ट इन्टु स्पेसिफिक ग्राभिटी अफ सोलिड अथवा स्पेसिफिक ग्राभिटी। अब हामीलाई थाहा छ यतापट्टिको एउटा एसआर र ई छ भने म ईबाट सुरु गर्छु है त। वी नो भोइड रेसियोको फर्मुला के हो, भोल्युम अफ भोइड डिभाइडेड बाई भोल्युम अफ सोइल सोलिड। अब ई पनि ई राख्नु पऱ्यो नि हामी, किन राइट ह्यान्ड साइडमा त ई र एसआर भन्ने टर्म छ भनेपछि मैले ईबाट सुरु गरेँ। ई भनेको बाई फर्मुलाले अथवा बाई डेफिनेसन के हो त, भोल्युम अफ भोइड अपन भोल्युम अफ सोलिड। अब हामीलाई डिग्री अफ सेचुरेसन पनि चाहिने हुनाले भोल्युम अफ वाटर पनि चाहिने हुन्छ। अब भोल्युम अफ वाटर अर लेखेँ है, अर ई इज इक्वल टु भोल्युम अफ वाटर चाहिन्छ भने तपाईँले तलमाथि नै भोल्युम अफ वाटरले इन्टु गर्नुपर्ने हुन्छ। किनभने एकतिर मात्र गरेर हुन्छ त, न्युमिनेटर र डिनोमिनेटर दुवैमा भोल्युम अफ वाटरले इन्टु गर्न त सकियो। अब अर ई इज इक्वल टु भोल्युम अफ भोइड अपन भोल्युम अफ वाटरलाई मैले यता लिएर इन्टु भोल्युम अफ वाटर भोल्युम अफ सोलिड। यो चारवटा त गर्न पाइयो। अब मैले के गर्छु त, ई इज इक्वल टु यसलाई उल्टो बनाउँदाखेरि 1 अपन गरिदिन्छु। 1 ठुलो अपन लेखेँ मैले सजिलोको लागि। VW बाई VB गर्न मिल्छ उल्टाएर, किनभने यसलाई खोल्दाखेरि यो VB माथि जान्छ, VW त तलै छ, गर्न मिल्यो। अब उताको भोल्युमलाई फेरि म केमा लानुपर्ने हुन्छ त, यता त वेटका टर्महरू छन्, वाटर कन्टेन्टमा पनि वेट छ, स्पेसिफिक ग्राभिटी पनि वेट हुन्छ भनेपछि अब यो भोल्युमलाई मैले वेटमा कन्भर्ट गर्छु। भोल्युम अफ वाटर भनेको वेट अफ वाटर अपन युनिट वेट अफ वाटर डिभाइड बाई भोल्युम अफ सलिड भनेको वेट अफ सलिड अपन स्पेसिफिक ग्राभिटी अफ सलिड इन्टु युनिट वेट अफ वाटर। यो लेख्न मिल्छ। जस्तो के हुन्छ त भन्दा वेट भनेको भोल्युम इन्टु यो हुन्छ, यो भनेको फेरि के हुन्छ त स्पेसिफिक ग्राभिटी इन्टु युनिट वेट अफ वाटर हुन्छ। यसैबाट आयो यो भिएस भनेको। अब के हो त, भिएस भनेको डब्लुएस बाई जी गामा डब्लु। यो यसरी आएको है, यो यति टर्म चाहिँ यसरी आएको। अब यो त यसैबाट थाहा भइहाल्यो, वेट अफ वाटर भनेको भोल्युम अफ वाटर इन्टु युनिट वेट अफ वाटर। त्यही भएर भोल्युम अफ वाटर के आयो त, वेट अफ वाटर अपन युनिट वेट अफ वाटर। यसरी यी टर्महरू आए है। यसलाई मैले बुझाएको यसरी। हेरौँ त एकछिन। ल यो बुझेपछि फेरि हामी अर इको ई इक्वल टु 1 भोल्युम अफ वाटर डिभाइड बाई भोल्युम अफ भोइड भनेको के हो त, भोइडमा कति पानी छ भनेको एसआर होइन, डिग्री अफ सेचुरेसन आइहाल्यो, इन्टुको इन्टु। अब डब्लु यसलाई यसरी लेख्न सक्छु म, डब्लु अपन वेट अफ वाटर वेट अफ सोलिड वेट अफ वाटर अपन वेट अफ सोलिड इन्टु जी गामा डब्लु माथि गयो, यो गामा डब्लु तलको तलै। अब यो कट गरिदिन्छु, यहाँसम्म बुझिहाल्नु भयो।
अब मैले यसलाई यहाँ लेखेँ है और E इक्वल टू 1/SR इन्टु वेट अफ वाटर अपन वेट अफ सोलिड भने के हो रे हाम्रो वाटर कन्टेन्ट इन्टु गामा डब्लु कट भइसक्यो बाँकी रह्यो जी क्रस मल्टिप्लाई गर्नुस् SR इन्टु E इक्वल टू W इन्टु G हेन्स के प्रुभड